अब सुन्नुस् है, तपाईहरुले सेन्टेन्स लेख्दाखेरि के कुरामा ध्यान दिनुपर्छ है, के कुरामा ध्यान दिनुपर्छ त? सबैभन्दा पहिलो कुरा के हुनु पर्यो त भन्दा हाम्रो जिराफ लेटर र क्यापिटल लेटर तलदेखि कति पर्सेन्ट जानुपर्छ? 70% हो। र अर्को कुरा के हुनु पर्यो त भन्दा जिराफ लेटर र क्यापिटल लेटरको ठीक आधी भनेको मिडल जोन लेटरहरु हुनु पर्यो। मिडल जोन लेटर र अन्य लेटरको बडी पार्ट है। तपाईको चाहिँ अक्षरको यसरी लेख्दाखेरि है के हुनुपर्छ भन्दा अक्षरसँग अक्षर जोडिनु हुँदैन, लेटरसँग लेटर जोडिनु हुँदैन है, र वर्डसँग वर्ड जोडिनु हुँदैन। र विशेष कुरा इम्पोर्टेन्ट कुरा तपाईले के याद गर्नुपर्छ त भन्दा तपाईको सबै लेटरको बडी पार्ट, यो माथिको बडी पार्ट छ नि, यो बडी पार्ट चाहिँ के हुनु पर्यो? सेम हुनु पर्छ। बुझ्नु भएको छ नि? सबैको बडी पार्ट चाहिँ के हुनु पर्यो? सेम हुनु पर्यो, बराबर देखिने हुनु पर्यो। बुझ्नु भएको छ नि? सबैको चाहिँ के त बराबर देखिने हुनु पर्यो। अनि त्यसपछि हाम्रो अक्षर चाहिँ कता ढल्किनु पर्छ? थोरै राइट ढल्किनु पर्छ, फेरि धेरै ढल्काउने होइन है। अनि त्यसपछि तपाईको यो वर्ड देखि यो वर्डको वर्ड बीचको स्पेस भनेको तपाईको के त स्मल लेटर हो, ए अथवा कुन ओभल साइजको स्मल ओ हुनुपर्छ, अटाउने हो। स्मल ओ अथवा ए अटाउने हुनुपर्छ, त्यो भन्दा के त